नमस्कार साथीहरु, यहाँहरुलाई फेरि पनि हाम्रो च्यानलमा स्वागत छ। शेयर मार्केटसँग सम्बन्धित विभिन्न जानकारीमूलक भिडियोहरु लिएर आउने क्रममा आज भने यहाँहरु मध्ये धेरैले सोध्नु भएको क्वेशन अनलाइनबाट कसरी ब्रोकर अकाउन्ट र टीएमएस को सर्भिस लिन सकिन्छ भन्ने प्रश्नमा आधारित सम्पूर्ण जानकारी सहित भिडियो लिएर आएको छु। कृपया भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनु होला र हाम्रो भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट र शेयर गरेर हामीलाई भविष्यमा पनि यस्तै भिडियोहरु लिएर आउनमा मोटिभेट गरिदिनु होला। साथीहरु, दोस्रो बजारमा शेयरको कारोबार ब्रोकरहरुको माध्यमबाट गर्ने भएको हुनाले दोस्रो बजारमा कारोबार गर्नका लागि तपाईले एउटा ट्रेडिङ अकाउन्ट खोल्नुपर्ने हुन्छ भने अर्को अनलाइन टीएमएस को सर्भिस लिनुपर्ने हुन्छ। यति गरिसकेपछि तपाईले दोस्रो बजारमा आफै कारोबार गर्न सकिन्छ। अनलाइन टीएमएस सर्भिस लिनु भएपछि तपाईले संसारको जुनसुकै कुनाबाट पनि नेपाली शेयर बजारमा लगानी गर्न सक्नुहुनेछ र अनलाइन ट्रेडिङ आफैले गर्न सकिन्छ। अर्थात् हरेक चोटी कारोबार गर्दा ब्रोकरलाई फोन गरिराख्न जरुरत पनि हुँदैन। आफूले चाहेको मूल्यमा शेयरहरु किन्न र बिक्री गर्न पनि सक्नुहुनेछ। अनलाइन टीएमएस को अर्को फाइदा भनेको तपाईले स्पेशल प्री ओपन मार्केटमा कारोबार गर्न पाउनुहुन्छ। यो भनेको के हो भने नेपालको शेयर मार्केट 11 बजीबाट सुरु हुन्छ, तर 11 बजी भन्दा पहिला नै 15 मिनेटको लागि मार्केट ओपन हुन्छ, जसलाई प्री ओपन मार्केट भनिन्छ, जुन 10:30 देखि पौने 11 सम्म खुल्ने गर्दछ। यो अवधि भित्र तपाईले शेयरको कारोबारमा 5% बढाएर वा घटाएर किनबेच गर्न सक्नुहुनेछ। यदि तपाईलाई लाग्छ कि आज कुनै पनि कम्पनीको शेयरले मार्केटमा 10% ले पोजिटिभ सर्क्युट लाग्छ भने त्यस्तो कम्पनीको शेयरमा तपाईले 5% बढाएर खरिद गर्न सक्नुहुनेछ। वा कम्पनीको शेयरको भ्यालु 10% ले घट्नेवाला छ भन्ने लाग्छ भने तपाईले त्यस कम्पनीको शेयरलाई प्री ओपन मार्केटमा 5% ले घटाएर बिक्री गर्न सक्नुहुनेछ। यो प्री ओपन मार्केटको सेवा अनलाइन टीएमएस भएकोहरूले मात्र पाउनुहुनेछ। साथीहरु, यो अनलाइन टीएमएस एक्सेस लिनलाई अहिले कुनै पनि शुल्क लाग्दैन। यसको लागि तपाईले एउटा फर्म भरेर अप्लाई गरे पनि पुग्छ। तर त्यो भन्दा पहिला तपाईले ब्रोकरकोमा ट्रेडिङ अकाउन्ट भन्ने खोल्नै पर्ने हुन्छ। ल त साथीहरु, अब भने म तपाईहरुलाई अनलाइनबाट ब्रोकरकोमा ट्रेडिङ अकाउन्ट र टीएमएस को सर्भिस कसरी लिन सकिन्छ भनेर सिकाउन जाँदै छु। कृपया भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला र भिडियो यदि लामो भएमा र इम्पोर्टेन्ट इन्फर्मेसनहरु छुटेमा हामी अर्को पार्ट 2 भिडियोमा समावेश गर्नेछौं है त। साथीहरु, तपाईहरुले अहिलेसम्म पनि ट्रेडिङ अकाउन्ट खोल्नु भएको छैन भने यो भिडियोको हरेक स्टेपहरु फलो गर्नु होला। धेरै जसो हाम्रो साथीहरुसँग कम्प्युटर वा ल्यापटप नभएको कारणले मैले आज यहाँ मोबाइलबाटै कसरी अनलाइन ट्रेडिङ अकाउन्ट खोल्ने भनेर सिकाउन जाँदै छु, जुन अलि झन्झटिलो हुन सक्छ। तर यदि तपाईहरुसँग पीसी वा ल्यापटप छ भने चाहिँ त्यही नै युज गर्दा अलि सजिलो हुन्छ। अब सबैभन्दा पहिला तपाईले ट्रेडिङ अकाउन्ट खोल्नको लागि तपाईको मोबाइलमा यी डकुमेन्टहरुलाई राम्रोसँग क्लियर आउने गरी फोटो खिचेर राख्नु होला। एउटा फोटो, नागरिकताको फोटो दुवै साइडको खिच्नु होला। यदि नाबालकको खोल्दै हुनुहुन्छ भने त्यो बेला नाबालकको जन्म दर्ता र फोटो साथै नाबालकको संरक्षकको नागरिकताको फोटो र दुवैको फोटो चाहिन्छ। तपाईसँग प्यान कार्ड छ भने त्यो पनि राख्नु होला, तर छैन भने त्यो राख्नु पर्दैन। र तपाईको मोबाइलको नोटबुकमा तपाईको बैंक अकाउन्ट नम्बर र तपाईको मेरो शेयरमा बीओआईडी नम्बर हुन्छ, त्यसलाई टिपेर राख्नु होला। तपाईले मोबाइलको ग्यालरीमा के पनि राख्नुस् भने तपाईको सिग्नेचरलाई प्लेन पेपरमा साइन गरेर भर्टिकल साइजमा फोटो खिचेर राख्नु होला र तपाईको हातको औँठा छाप पनि प्लेन पेपरमा राखेर फोटो खिच्नु होला। यति गर्नु भइसकेपछि अब तपाईले तपाईको मोबाइलमा प्ले स्टोरमा गएर यो एक्रोबेट रिडर भन्ने एपलाई डाउनलोड गर्नु होला र अर्को एउटा एप आई लभ पीडीएफ भन्ने एप छ, त्यो पनि डाउनलोड गर्नु होला। मैले यहाँ जुन एप देखाएको छु त्यो नै डाउनलोड गर्नु होला। मैले अलरेडी गरिसकेको छु। अब यति गर्नु भएपछि तपाईले आफ्नो मोबाइलमा गुगल क्रोमलाई ओपन गर्नु होला र त्यहाँ तपाईले कुन चाहिँ ब्रोकरमा अकाउन्ट खोल्नुहुन्छ त्यसको नाम सर्च गर्नु होला। कुन चाहिँ ब्रोकर राम्रो हुन्छ भनेर धेरैले सोध्नुहुन्छ। अब सबै प्रकारको ब्रोकरको जानकारी मलाई पनि नहुन सक्छ, त्यसैले तपाईले आफ्नो आफन्त वा साथीभाइलाई सोधेर जहाँ खोल्न ठीक लाग्छ त्यही खोल्नु होला। अहिले नेपालमा जम्मा 50 वटा ब्रोकर कम्पनीहरु छन्। तपाईले ब्रोकर लिस्ट अफ नेपाल भनेर टाइप गरेर सर्च गर्नु भए पनि ब्रोकरहरुको डिटेल्स पाउनुहुनेछ। साथीहरु, मैले त ट्रेडिङ अकाउन्ट अलरेडी खोलिसकेको छु र म यहाँ तपाईहरुलाई सिकाउनको लागि मात्र एउटा एक्जाम्पलको रूपमा कुनै एउटा कम्पनी चुज गरेर फर्म भर्न सिकाउने छु। साथीहरु, मैले यहाँ एक्जाम्पलको लागि एउटा कम्पनी सर्च गरे, जस्तै कि ब्रोकर नम्बर 57 भनेर मैले सर्च गरे। ब्रोकर नम्बर 57 चाहिँ आर्य तारा सेक्युरिटीज हो। तपाईले आर्य तारा सेक्युरिटीजको यो ब्रोकर नम्बर 57 को चाहिँ आधिकारिक वेबसाइट पेज खोज्नुपर्ने हुन्छ। यहाँ तल तपाईले देख्नुहुन्छ aryataraSecurities.com भन्ने देख्नुहुन्छ, यहाँलाई क्लिक गर्नु होला।
र तपाईले यो खोलिसक्नु भएपछि तपाईले यहाँनिर यो लेफ्ट साइडमा तपाईले एउटा मेनु अप्सन देख्नुहुन्छ। यहाँ मेनुमा क्लिक गर्नु होला। तपाईले अरु कम्पनीहरुको नि यस्तै मेनु पाउनुहुन्छ र यहाँ मेनुमा क्लिक गरिसक्नु भएपछि तपाईले डाउनलोड अप्सन देख्नुहुन्छ। तल लास्टमा डाउनलोड अप्सन भन्ने छ, यो डाउनलोडमा जानु होला। यो अरु कम्पनीको नि प्रोसेस सेम हो, तपाईले यसरी नै फलो अप गर्न सक्नुहुन्छ। तपाईले जहाँ तपाईले भर्न मन लाग्छ त्यो कम्पनीको यसरी नै भर्नु होला। डाउनलोडमा क्लिक गर्नु भएपछि तल यहाँ तपाईले यहाँनिर धेरै फर्महरु पाउनुहुन्छ। जस्तै कि यो यहाँनिर अनुसूची 15 इन्डिभिजुअल बीओडीपी केवाईसी कर्पोरेट भनेर यसरी विभिन्न फर्महरु दिएको छ। यी मध्ये हामीलाई जम्मा दुईटा फर्म मात्रै चाहिन्छ। एउटा हामीलाई यो 2 नम्बरको इन्डिभिजुअल बीओडीपी केवाईसी फर्म चाहिन्छ भने अर्को चाहिँ 4 नम्बरको एग्रीमेन्ट लेटर फर अनलाइन ट्रेड सर्भिस भने यो चाहिँ टीएमएस को लागि हो। यो दुईटा फर्म मात्रै चाहिन्छ। यसलाई डाउनलोड गर्नु होला। डाउनलोड अप्सनमा यहाँ राइट साइडमा डाउनलोडमा क्लिक गर्नु भएपछि तपाईले यो फर्म देख्नुहुन्छ र यो फर्म चाहिँ तपाईको 4 पेज हुन्छ है त। र यो फर्मलाई चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गर्नु भएपछि तपाईले यहाँ सेभ टु फाइल गर्नु होला। तल सेभ टु फाइल गर्नु भएपछि यो तपाईको फाइलमा सेभ हुन्छ है। तपाईको फाइलमा सेभ हुन्छ। तपाईको फाइलमा सेभ भएपछि तपाईले यहाँ हाम्रो चाहिँ अब यहाँ फाइलमा सेभ हुन्छ। तपाईको कहाँ हुन्छ तपाईले खोज्नु होला। यहाँनिर जस्तै यहाँ केवाईसी फर्म भनेर यहाँ देखिसक्नु भएको छ तल सेकेन्डमा। यो केवाईसी फर्मलाई तपाईले ओपन गर्नु होला। ओपन गर्नुभएपछि यो फर्म तपाईको 4 पेज फर्म यहाँनिर डाउनलोड भइसक्यो। अब यो डाउनलोड भएको फर्मलाई शेयर गर्नु होला। यहाँ शेयर अप्सनमा गएर शेयर गर्नु होला। शेयर कहाँ गर्नुस् भन्दाखेरि यहाँ तल यहाँनिर अप्सनमा शेयर टु एक्रोबेट भन्ने छ, इम्पोर्ट टु एक्रोबेट भन्ने छ। एक्रोबेटमा क्लिक गर्नु होला र इम्पोर्ट गर्नु भएपछि तपाईले हाम्रो फर्मलाई यो एक्रोबेट रिडरमा चाहिँ यसले सपोर्ट गर्छ। अब यहाँनिर हामीले यसलाई एडिट गर्न मिल्छ। एडिट कसरी गर्ने भन्दाखेरि हामीलाई यहाँ तल लेफ्ट साइड राइट साइडमा पेनको अप्सन छ। पेनको अप्सनमा क्लिक गर्नु भएपछि फिल एन्ड साइन भन्ने अप्सनमा क्लिक गर्नु होला। फिल एन्ड साइनमा क्लिक गर्नु भएपछि तपाईले यहाँनिर नामहरु विभिन्न अंकहरु लेख्न सक्नुहुन्छ। जस्तै कि मैले यहाँनिर जुम गरे र यहाँनिर हितग्राहीको खाता नम्बर भन्ने छ। यहाँनिर बीओडीपी आईडी नम्बर हाल्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ बीओआईडी नम्बर हान्दाखेरि यहाँनिर चाहिँ तपाईले जस्तै कि मैले कुनै नम्बर हाने, यसरी नम्बर हाने भने यो नम्बर चाहिँ तपाईले यहाँनिर आउँछ। यसलाई चाहिँ छोटो लामो बनाउन सक्नुहुन्छ है। यसरी मिलाउन सक्नुहुन्छ। यसरी चाहिँ यो बक्समा मिलाउन सक्नुहुन्छ। यहाँ छेउबाट हामीले तानेर मिलाउन सक्नुहुन्छ। त्यसपछि यो भयो एउटा। अब यहाँनिर जस्तै कि व्यक्तिगत, यहाँनिर व्यक्तिगत हो कि इन्डिभिजुअल हो कि गैर आवासीय हो भन्ने छ। जस्तै कि व्यक्तिगतमा टिक लाउनु पर्यो भने तपाईले यहाँनिर यो लास्टमा हेर्नु होला। तल मुनि फेदमा टिक अप्सन छ है। टिक अप्सन छ। त्यो टिक अप्सनमा राइट अप्सनमा चाहिँ टिक लगाएपछि क्लिक गरेपछि तपाईले यो व्यक्तिगत माथि आएर यसरी क्लिक गर्नुहोस्। यो ठ्याक्कै टिक हुन्छ। अब यो टिक हुन्छ। यो टिक भइसक्यो। अब यो व्यक्तिगतमा राइट चिन्ह लागिसक्यो। अब तपाईले नाम लेख्नु पर्ने हुन्छ। नाममा तपाईले यहाँ नेपालीमा नलेख्नु होला। अहिले इंग्लिशबाट लेख्नु होला। नेपालीमा हामी अर्कै ठाउँबाट लेख्छौं। जस्तै कि यहाँ इंग्लिशबाट नाम लेख्नु पर्ने यहाँ क्लिक गर्नुहोस्। मैले जस्तै कि राजेन्द्र ढकाल भनेर नाम लेखिदिएँ। एउटा राजेन्द्र ढकाल भनेर नाम लेखिदिएँ र यो नामलाई तपाईले यसलाई एडजस्ट गर्न सक्नुहुन्छ। यसरी छेउबाट यसरी तल माथि लामो यसरी छोटो तान्न सक्नुहुन्छ। त्यो बक्समा ठ्याक्कै मिलाएर राख्नु होला। ठुलो बनाउनु छ भने ठुलो ए मा क्लिक गर्नु होला। सानो बनाउनु छ भने सानो ए मा क्लिक गर्नु होला। यसै ठुलो पनि बनाउन सक्नुहुनेछ। अब तपाईले डिलिट गर्नु पर्यो भने यहाँ डिलिटको अप्सन पनि छ। डिलिट पनि गर्न सक्नुहुन्छ है। अनि भएपछि बाहिर अन्त क्लिक गर्नुहोस्। अन्त क्लिक गरेपछि तपाईको यो नाम यहाँनिर सेभ भयो। त्यसपछि जन्ममिति विक्रम सम्वत यो भनेछ। यो सबै फर्म सबै भरेको छु मैले। एउटा इक्जाम्पलको लागि एउटा फर्म सबै भरेर राखेको छु। त्यो फर्म देखाउँछु र तपाईहरुले त्यसकै आधारमा भन्नु होला। म तपाईलाई त्यो फर्म सबै देखाउन जाँदैछु। साथीहरु ल मैले यहाँ एउटा भाइको फर्म भर्दिया छु। यो फर्म तपाईले राम्रोसँग हेर्नु होला। यसको हरेक प्रोसेसहरु तपाईले स्टेपहरु फलो गर्नु होला। यसको माथि टपमा राइट साइडमा तपाईको यहाँ फोटो राख्नु पर्ने हुन्छ। हालसालै खिचेको एउटा फोटो भनेको छ। यो फोटोलाई हामी अहिले लास्टमा यो फर्म भरिसकेपछि उता अन्त अर्को ठाउँबाट हाल्छौं र यहाँ नेपालीमा नाम लेख्नु पर्ने हुन्छ। त्यो नाम पनि हामी नेपालीमा भरि लास्टमा लेख्छौं र तपाईले यहाँ केवाईसी बीओ र अर्को बोथ भन्ने छ। यहाँ बोथमा टिक लगाइदिनु होला। टिक लाउन मैले सिकाएँ। तल फेदमा तपाईको टिकको अप्सन हुन्छ। तपाईको यो एक्रोबेट रिडरको मेन अप्सनमा। त्यसपछि तपाईले यहाँनिर हितग्राहीको खाता नम्बरमा तपाईको बीओआईडी नम्बर तपाईको मेरो शेयरबाट तपाईले बीओआईडी नम्बरलाई यहाँनिर कपी पेस्ट गर्नु होला। कपी गरेर अघि मैले तपाईको नोटबुकमा टिप्न लगाएको छु। नोटबुकबाट यसलाई कपी गरेर यहाँनिर पेस्ट गर्नु होला। अनि यसलाई मिलाउनु होला। यहाँ ठ्याक्कै अट्ने नम्बर हुन्छ। यहाँ यसलाई मिलाउनु होला। त्यसपछि खाताको किसिममा तपाईले इन्डिभिजुअलमा टिक लाउनु होला। त्यसपछि नाममा नेपालीमा छोडिदिनुस्। इंग्लिशमा लेख्नु होला। यहाँ मैले एउटा नाम लेखेको छु। त्यसै तरिकाले जन्ममिति यसरी ठ्याक्कै डेट अफ बर्थ यसरी लेख्नु होला। इंग्लिशमा पनि लेख्नु होला। नेपालीमा पनि यसरी इंग्लिश डेट पनि लेख्नु होला र नेपाली डेट पनि लेख्नु होला। र त्यसपछि के हो जेन्डर के हो, मेल हो कि फिमेल हो त्यो सबै कुरा लेख्नु होला। विवाहित अविवाहित के छ त्यो लेख्नु होला। नेशनलिटी लेख्नु होला। टिक लाउनु होला। त्यसपछि यहाँनिर नागरिकताको नम्बर पनि टिक लाउनु होला। जारी मिति, जिल्ला कहाँ हो
त्यो सबै कुरा लेख्नु होला है त। मैले लेख्न सिकाएको छु। पेन अप्सनमा जाने, तल मुनि पेन अप्सन हुन्छ। पेन अप्सनमा गएपछि तपाईले लेख्न सक्नुहुन्छ। त्यहाँनिर क्लिक गरेर तपाईले मजाले लेख्न सक्नुहुन्छ र ठुलो सानो पनि बनाउन सक्नुहुन्छ। तल माथि पनि शिफ्ट गर्न सक्नुहुन्छ है, तथा ड्र्याग गर्न सक्नुहुन्छ तपाईले। त्यसपछि तपाईको परिचय अर्को पत्रचार गर्ने ठेगाना पनि लेख्नु होला। अहिले प्रोभिन्स नम्बर अहिले कति पत्रचार गर्ने अहिले हालको ठेगाना के रे तपाईको हालको टेम्पोररी एड्रेस लेख्नु होला। जस्तै कि अहिले कहाँ बस्नुहुन्छ, अहिले काठमाडौँ कहाँनिर बस्नुहुन्छ अथवा कुन ठाउँ बस्नुहुन्छ, हालको ठेगाना लेख्नु होला। र त्यसपछि यो पत्रचार गर्ने ठेगानामा र तल स्थायी ठेगाना त्यसभन्दा मुनि तपाईले आफ्नो स्थायी ठेगाना आफ्नो पर्मानेन्ट एड्रेस लेख्नु होला। प्रदेश नम्बर कतिमा हो, जिल्ला कहाँ हो, तपाईको यो मजाले भन्नु होला। यो तपाईले मजाले बुझ्न सक्नुहुन्छ। मोबाइल नम्बर नछुटाइकन राख्नु होला र इमेल एड्रेस तपाईले कम्पलसरी नछुटाइकन राख्नु होला। त्यसपछि यो मैले यो पेजको लास्टमा साइन गरेको छु। यो साइन पनि तपाईले गर्नुपर्ने हुन्छ। साइन गर्नका लागि तल मुनि वा माथि चाहिँ तपाईको एउटा पेनको साइन आउँछ, जहाँ चाहिँ क्लिक गर्नु भएपछि तपाईले त्यहाँ क्रिएट सिग्नेचर भन्ने अप्सन छ। क्रिएट सिग्नेचर अप्सनमा क्लिक गर्नु भएपछि तपाईले त्यहाँनिर फोटोहरू इम्पोर्ट गर्ने अप्सन देख्नुहुन्छ। त्यहाँनिर इमेजलाई तपाईले आफ्नो सिग्नेचर भएको इमेजलाई इम्पोर्ट गरिसक्नु भएपछि तपाईले त्यहाँनिर त्यो सिग्नेचरलाई यहाँनिर इम्पोर्ट गर्न सक्नुहुन्छ, मजाले पेस्ट गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले कहाँ चाहिन्छ साइजले ठुलो सानो बनाएर ड्र्याग गरेर तपाईले ठाउँ-ठाउँमा राख्न सक्नुहुन्छ। साथीहरू, अब तपाईले यति गर्नु भएपछि तपाईले यहाँनिर सेकेन्ड पेजमा तपाईले आफ्नो बुवा बाजे र आमाको नामहरू लेख्नु होला। यहाँ 3 पुस्ताको नाम चाहिँ तपाईले कम्पलसरी लेख्नुपर्ने हुन्छ र आफ्नो पति पत्नी कोही छ, छोराछोरी कोही छ भने त्यहाँ सबै डिटेलहरू भन्नु होला। छोरा बुहारी को नाम पनि सबै डिटेलमा राखिदिनु होला। छैन भने तपाईले पर्दैन। तर यो त्यसपछि मुनि पेशागत विवरण भनिन्छ। पेशागत विवरणमा तपाईँ कानुनी विज्ञ हुनुहुन्छ अथवा तपाईको गृहिणी हुनुहुन्छ, अन्य हुनुहुन्छ या सामाजिक क्षेत्रमा काम गर्ने मान्छे हुनुहुन्छ अथवा विद्यार्थी हुनुहुन्छ, त्यो टिक लाउनु होला। मैले विद्यार्थीमा टिक लागेको छु। त्यो भन्दा पछाडि विद्यार्थीमा टिक लाउनु भएपछि तपाईले संस्थाको नाम र व्यापारको प्रकारहरू चुज गर्नु पर्दैन। र मुनि तपाईको आर्थिक विवरण भनेको छ। आर्थिक विवरणमा चाहिँ रु 5 लाखसम्म देखाउनु होला, अप टु 5 लाख। र त्यसपछि मुनि तपाईको निक्षेप सदस्यले हितग्राही भएको गराउने नगराउने, स्वचालित गर्ने नगर्ने भनिन्छ। यसमा गराउने भनेमा टिक लाउनु होला। र त्यसपछि खाताको विवरणमा तपाईको खाताको विवरण प्राप्त गर्ने समय भनेको चाहिँ तपाईको साप्ताहिक, दैनिक अथवा मासिक, यसै कतिमा तपाईलाई चाहिन्छ त्यो तपाईको अनुसारले राख्नु टिक लाउनु होला। त्यसपछि संरक्षकको विवरण भएको छ भने तपाईको नाबालकको रूपमा कसैको फर्म भर्दै हुनुहुन्छ भने संरक्षकको पनि यहाँनिर विवरणहरू तपाईले दिनु होला। त्यसपछि यो पेजमा पनि तपाईको सिग्नेचर दिनु होला। त्यसपछि नाबालकको हकमा तपाईको नाबालकको यो औँठा छापदेखि लिएर फोटोदेखि लिएर सबै बुझाउनु होला। त्यसपछि अर्को यो संरक्षकको दायाँ बायाँको औँठा छाप, त्यसपछि बैंक खाता त्यसपछि प्रोभाइड गर्नु होला। यो चाहिँ सबैले बैंक खाता चाहिँ प्रोभाइड गर्नु होला। बैंक खाताको विवरणमा बैंक खाता बचत हो कि चल्ती हो त्यसमा राख्नु होला। बैंक खाता नम्बर, त्यसपछि बैंक खाता भएको बैंकको नाम, त्यसपछि ब्रान्च कुन ब्रान्चमा हो त्यो पनि लेख्न नबिर्सिनु होला। त्यसपछि इच्छाएको व्यक्तिको विवरण तपाईले यदि अब आफूले इच्छाएको व्यक्ति राख्न चाहनुहुन्छ भने आफ्नो बुवा मम्मी अथवा दाजुभाइ कोही राख्न चाहनुहुन्छ भने इच्छाएको व्यक्तिको रूपमा यसरी डिटेल भर्नु होला। यहाँनिर नाम भर्नु होला, सबै कुरा, एज भर्नु होला तपाईको र नागरिकताको अनुसार एड्रेसहरू दिनु होला, पर्मानेन्ट एड्रेसहरू दिनु होला। उहाँको औँठा छाप जुन फोटो खिचेर तपाईले फेरि इम्पोर्ट गर्नु होला, नाम दिनु होला। त्यसपछि उहाँको साइन दिनु होला। त्यसपछि सिग्नेचर पनि फेरि यो पेजमा दिनु होला। र लास्ट पेजमा छ हाम्रो यहाँनिर चाहिँ घरको हामी आफू बस्ने घरको नक्सा हामीले दिनुपर्ने हुन्छ। त्यो नक्सा चाहिँ तपाईले प्लेन पेपरमा नर्मली एउटा नक्सा कोरेर तपाईले म्याप बनाएर यो म्यापलाई चाहिँ तपाईले फेरि जसरी हामीले सिग्नेचर इम्पोर्ट गरेका छौँ त्यसरी नै यो प्लेन पेपरमा फोटो खिचेको पेपर के अरे फोटोलाई पनि यसरी नै इम्पोर्ट गरेर यहाँनिर तपाईले यो म्यापलाई ठुलो सानो बनाएर राख्न सक्नुहुन्छ, साइजलाई ठुलो सानो बनाउन सक्नुहुन्छ। र लास्टमा छ तपाईको कारोबार सम्बन्धी थप विवरण भन्ने छ। तपाईको यो सम्बन्धीको तपाईको इन्कम कहाँबाट हुँदैछ त्यो कुराहरू टिक लाउनु होला। तपाईँ कहाँ यहाँ यी मध्ये अन्य सोर्सबाट तपाईँ इन्कम गर्नुहुन्छ त्यो पनि इन्कम पनि खुलाउनु होला है त। अब तपाईले त्यो भन्दा लास्टमा तपाईले आफ्नो हितग्राहीको नाम लेख्नु होला। त्यसपछि उहाँको सम्बन्ध लेख्नु होला। र त्यसमा तपाईले यो के तपाईँ राजनीतिक वा उच्च पदस्थ व्यक्ति हुनुहुन्छ भन्ने कुरामा तपाईले हो होइन त्यो कुरा लेख्नु होला। छ भने छ, छैन भने छैन लेख्नु होला। के तपाईँ राजनीतिक वा उच्च पदस्थ व्यक्तिसँग सम्बन्धित हुनुहुन्छ भन्ने कुरामा छ भने छ, छैन भने छैन लेख्नु होला। सकभर छैन लेखिदिनु होला, तपाईलाई सजिलो हुन्छ। त्यसपछि के तपाईँ हिताधिकारको व्यक्ति हुनुहुन्छ तपाईको भनेर छ भने छ, छैन भने छैन र रिलेसन खुलाउनु होला। त्यसपछि लास्टमा तपाईको
तपाईँको के तपाईँ विगतमा कुनै सम्बद्ध कसुरमा दोषी ठहरिनु भएको छ भन्ने कुरामा तपाईँ छैन भने लेख्नु होला र छ भने केमा ठहरिनु भएको छ त्यो खुलाउनु होला है त। र बहलवालाको हकमा तपाईँ यदि भाडामा बस्नुहुन्छ भने तपाईँले बहलवालाको हकमा चाहिँ तपाईँले यहाँनिर घरबेटीको नाम, त्यसपछि धनीको मोबाइल नम्बर, वडा नम्बर, टोल, जिल्ला, उहाँको सबै डिटेल, फोन नम्बर अथवा घरको नम्बर, यानि तपाईँको बत्तीको बिल र पानीको बिल समेत तपाईँले बुझाउन सक्नुहुन्छ। त्यसपछि धितोपत्रको कारबार सम्बन्धी तपसिल बमोजिम घोषणा गर्दछु भनेर यो सबै कुराहरू पढेर चाहिँ तपाईँले लास्टमा चाहिँ तपाईँले आफ्नो सिग्नेचर हान्नु होला। आफ्नो सिग्नेचर चाहिँ तपाईँले यहाँनिर राइट साइडमा सिग्नेचर कपी, अघि मैले जसरी कपी पेस्ट गर्न सिकाएको छु त्यसरी नै सिग्नेचरलाई इम्पोर्ट गर्नु होला र यहाँनिर बायाँ साइडमा चाहिँ आफ्नो ल्याप्चेलाई यसरी लेख्नु होला र लास्टमा यो पेज, यसको पेजको लास्टमा पनि तपाईँले आफ्नो सिग्नेचरलाई यहाँनिर राखिदिनु होला। यति गर्नुभए चाहिँ तपाईँको यो फर्म पुरा हुन्छ। यो फर्म पुरा भइसकेपछि अब तपाईँले यहाँनिर माथि राइट साइडमा कर्नरमा तपाईँ 3टा डट देख्नुहुन्छ, त्यहाँ क्लिक गर्नु होला र तपाईँले यहाँनिर मुनि सेभ गरिदिनु होला। सेभ कपी भनेछ, सेभ कपी गर्नुभएपछि तपाईँले यसलाई अन दिस फोन भनेर तपाईँले यो फोनमा सेभ गरिदिनु होला। सेभ भएपछि तपाईँको फाइल अब सेभ हुन्छ। यो फाइल सेभ भइसकेपछि अब तपाईँले के गर्नुहोस् भन्दाखेरि यो फाइललाई अब तपाईँले आई लभ PDF भन्ने एप्लिकेसनलाई खोल्नु होला, जुन अघि हामीले डाउनलोड गरिराखेका थियौँ। त्यसपछि तपाईँले यहाँ इम्पोर्ट गर्नु होला। हाम्रो ब्राउजरमा भएको जुन डकुमेन्टलाई हामीले सेभ गरेको डकुमेन्टलाई फेरि तपाईँले इम्पोर्ट गर्नु होला। यो इम्पोर्ट भएपछि तपाईँको यो डकुमेन्ट यहाँनिर आउँछ। अब यो आएको डकुमेन्टलाई तपाईँले यहाँनिर फोटो हाल्नुपर्ने हुन्छ। यहाँ फोटो कसरी हाल्ने भन्दाखेरि तपाईँले यहाँनिर यो माथि एउटा टपमा पेनको अप्सन देख्नुहुन्छ, पेनमा क्लिक गर्नुभएपछि इमेजको अप्सन आउँछ, इमेजमा जाने र इमेजमा गइसकेपछि तपाईँले तपाईँको फोटोबाट तपाईँले कुनै एउटा फोटो चुज गरेर तपाईँले यहाँनिर हाल्न सक्नुहुन्छ। तपाईँको एउटा फोटोलाई पासपोर्ट साइजको बनाएर यसरी घटाएर कर्नरबाट यसरी घटाउनुहोस्, यसरी सानो बनाउनुहोस् र कुनै एउटा तपाईँको पासपोर्ट साइजको फोटो बनाएर यसलाई यहाँनिर पुट गर्न सक्नुहुन्छ। यहाँनिर रिप्लेस गरिदिनु होला। यसरी यहाँनिर तपाईँले फोटो एउटा रिप्लेस गरिदिनु होला, आफ्नो फोटो यो भयो। त्यसपछि अब तपाईँले अरू सबै कुरा भइसकेको छ। तपाईँले यहाँ सिर्फ आफ्नो नाम नेपालीमा राख्नुपर्ने हुन्छ। यो नेपालीमा नाम तपाईँले राख्दाखेरि कसरी राख्ने भने तपाईँले यहाँ पेन अप्सनमा यहाँ क्लिक गर्नु होला। तपाईँले यहाँ टेक्स्ट अप्सन देख्नुहुन्छ, टेक्स्ट अप्सनमा क्लिक गर्नुभएपछि तपाईँले यहाँनिर प्रेस गर्नु होला। यहाँ जस्तै कि नाम भन्ने छ, नाम भन्ने अप्सनमा तपाईँ नेममा तपाईँले यहाँनिर यसरी प्रेस गर्नुभएपछि यहाँ टेक्स्ट टीको अप्सन हुन्छ, टीमा क्लिक गर्नुहुन्छ। अब गर्नुभएपछि अब तपाईँले यहाँनिर लेख्न सक्नुहुन्छ। मैले जस्तै कि राम भनेर मैले नाम लेखिदिएँ, कसैको राम भनेर मैले नाम लेखिदिएँ। अब यो भयो। तपाईँको यो यसरी नामलाई यसरी यहाँनिर नाममा प्लेस गर्नु होला। यसरी नाम राख्नु ठुलो सानो नि बनाउन सक्नुहुन्छ तपाईँले है। यो भयो। अब त्यसपछि तपाईँको अरू कतै नाम राख्नुपर्ने छ भने, अन्य कतै ठाउँहरूमै नाम राख्नुपर्ने छ भने यसरी नाम राख्नु होला। जस्तै कि यहाँ बुवाको नाम, हजुरबाको नाम पनि यसरी लेख्नु होला। र त्यसपछि यो भइसकेपछि अब यसलाई यहाँ क्रस गर्नुहोस्। त्यसपछि यसलाई अब सेभ गर्नुहोस्। यसलाई तपाईँले सेभ गर्नको लागि तपाईँले यहाँनिर सेभ गर्नुहोस्। यो आफै यहाँनिर सेभ भइसक्यो। यो सेभ भइसक्यो। अब यसलाई तपाईँले अब चाहिँ के गर्नुहोस् भन्दाखेरि मिनिमाइज गरेर गुगल क्रोम खोल्नुहोस्। अब गुगल क्रोम खोल्नु भएर तपाईँको यो 4 नम्बरको यो लिस्टलाई पनि तपाईँले डाउनलोड गरेर फेरि सेम प्रोसेसबाट तपाईँले एडिट गर्नुहोस्। यसमा खासै केही पनि छैन, मैले यहाँ भरिसकेको छु, तपाईँलाई म देखाइहाल्छु। यहाँ तपाईँले यहाँनिर धितोपत्र बोर्ड ठ्याक्कै यही फाइल हो। यो फाइलमा तपाईँले सिर्फ तपाईँको यहाँ आजको बार लेख्नुहोस्, त्यसपछि मिति लेख्नुहोस्, आजको मिति। त्यसपछि तपाईँले यहाँनिर तपाईँको नाम, तपाईँको सर्वप्रथम यसमा तपाईँले के लेख्नुहोस् भन्दाखेरि तपाईँको 3 पुस्ताको नाम लेख्नुहोस्, हजुरबुवा, त्यसपछि बुवा, त्यसपछि आफ्नो नाम लेख्नुहोस्। आफ्नो नाम लेखिसक्नु भएपछि त्यसपछि यो अरू मुनिको वा भन्ने भन्दा मुनिको केही पनि भन्नु पर्दैन। त्यसपछि तपाईँले तल मुनि लास्टमा एउटा सिग्नेचर राखिदिनुहोस्, त्यति भए पुग्छ। तपाईँले अरू केही गर्नु पर्दैन। यहाँ लास्टमा एउटा सिग्नेचर चाहिँ राखिदिनु होला, अरू केही पनि भन्नु पर्दैन। यहाँ 3 पुस्ताको नाम लेख्नु होला, त्यति हो। त्यसपछि यसलाई पनि सेभ गरिदिनु होला। सेभ गर्नु भएपछि अब तपाईँले अब गुगल क्रोम खोल्नु होला। गुगल क्रोममा तपाईँले यहाँनिर अब TMS खोल्नु होला। TMS। अब ब्रोकर नम्बर कति हो? मैले 57मा खोलेँ, त्यही भएर म 57 टाइप गर्छु। तपाईँहरूले कतिमा खोल्नु भएको छ? जस्तै कि 30मा खोल्नु भएको छ भने यहाँनिर 30 टाइप गर्नु होला, अथवा 40मा टाइप गर्नु भएको छ, 40मा खोल्नु भएको छ 40मा, अथवा कति नम्बर ब्रोकरमा खोल्नु भएको छ त्यो नम्बर यहाँ टाइप गर्नु होला। मैले 57मा खोलेँ, त्यही भएर 57 टाइप गरेँ। त्यसपछि .nepse.com.np क्लाइन्ट गरेपछि यहाँबाट तपाईँले यो साइट देख्नुहुन्छ। यो साइटमा स्टेप 5 वटा स्टेपहरू छ। सुरुमा 1, 2, 3, 4, 5 वटा स्टेपहरू छ।
यो 5 वटा स्टेपमा तपाईले कुनै पनि स्टेप नछुटाइकन भर्नु होला। फर्स्टमा तपाईले फर्स्टको स्टेपमा तपाईले यहाँ जेनरल आईडी भनेछ, यहाँनिर तपाईले इन्डिभिजुअल गरिदिनु होला। त्यसपछि अनलाइन भयो। त्यसपछि ब्रान्च मेम्बरमा चाहिँ तपाईको ब्रान्च चाहिँ कहाँको हो त, ब्रान्च चाहिँ तपाईको काठमाडौँ बुटवल अथवा कहाँ हो त्यो ब्रान्च लेखिदिनु होला। तपाईले मोबाइल नम्बर नछुटाइकन दिनु होला। तपाईले मोबाइल नम्बर दिनु भएपछि प्यान नम्बर छ भने छ, छैन भने छैन, र तपाईको इमेल एड्रेस नछुटाइकन दिनु होला। यसरी इमेल एड्रेस दिनु भएपछि तपाईले यसलाई नेक्स्ट गर्नु होला। र सेकेन्ड नम्बरमा तपाईको इन्डिभिजुअल डिटेलमा तपाईको फर्स्ट नेम दिनु होला, मिडल नेम छ भने मिडल नेम दिनु होला, छैन भने लास्ट नेम दिनु होला। र त्यसपछि डेट अफ बर्थमा तपाईको डेट अफ बर्थ आज कहिले यहाँनिर मेल हो कि पहिला तपाईको जेन्डर चुज गर्नुहोस्, मेल फिमेल। त्यसपछि मेल फिमेल चुज गर्नु भएपछि डेट अफ बर्थ लेख्नुहोस्। डेट अफ बर्थ कहिले हो पहिला साललाई टिक गर्नु होला। साल लेखिसक्नु भएपछि त्यसपछि कहिलेको साल हो, त्यसपछि महिना चुज गर्नु होला, त्यसपछि गते चुज गर्नु होला। त्यसपछि इङ्ग्लिसमा अटोमेटिक डेट आउँछ। त्यसपछि फादर्स नेम लेख्नु होला, फादर्स नेम। त्यसपछि मदर्स नेम लेख्नु होला। त्यसपछि ग्रान्ड फादर्स नेम लेख्नु होला, हजुरबुवाको नाम। त्यसपछि माइनर यदि तपाईँ एनआरएन हुनुहुन्छ भने यस गर्नुहोस्, नभए नो गर्नुहोस्। तपाईको माइनर हुन्छ भने माइनरको नो गर्नुहोस्, हुनुहुन्छ भने यस गर्नुहोस्। नेसनालिटी नेपाली हुन्छ। सिटिजनसिप नम्बर यहाँनिर दिनु होला। त्यसपछि सिटिजनसिप इस्यु भएको तपाईको ठाउँको नाम यसरी ठाउँको नाम चुज गर्नु होला। र सिटिजनसिप इस्यु भएको पनि डेट यसरी नै चुज गर्नु होला है त। तपाईले चाहिँ राइट चुज गर्नु होला। मैले चाहिँ एक्जाम्पलको लागि कुनै एउटा डेट चुज गरिदिएँ। र त्यसपछि यो सबै कुरा चुज गरिसक्नु भएपछि अब म्यारिटल स्टेटसमा अनम्यारिड अब कुन हुन्छ राख्नु होला। यहाँ बिजनेस, अब यसमा त बिजनेस टाइप राख्नु पर्दैन। तपाईको बिजनेस टाइपमा स्टुडेन्ट हो भने स्टुडेन्ट राख्नुहोस्, नभए अरू राख्नुहोस्। त्यसपछि कन्ट्याक्ट नम्बर सिधै दिनु होला, फेरि आफ्नो कन्ट्याक्ट नम्बर दिनु होला। यो कन्ट्याक्ट नम्बर दिइसक्नु भएपछि त्यसपछि अर्गनाइजेसन यो दिनु पर्दैन, इम्प्लोइ आइडी यो पनि दिनु पर्दैन। फाइनेन्सियल स्टेटस पनि तपाईको फाइनेन्सियल स्टेटस तपाईले अप टु 5 लाख दिनु होला। त्यसपछि अथवा तपाईको कति छ त्यो दिनु होला। त्यसपछि इन्भल्भ इन इन्भेस्टमेन्ट एनी कम्पनी भन्छ, कुनै कम्पनीमा छ भने छ, छैन भने नो गरिदिनुहोस्। त्यसपछि नेक्स्ट गरिदिनुहोस्। र थर्ड स्टेपमा तपाईको के छ भने पर्मानेन्ट एड्रेस चुज गर्नुहोस्, क्लिक गर्नुहोस्। त्यसपछि पर्मानेन्ट एड्रेस कन्ट्री नेपाल हुन्छ। स्टेट तपाईले चुज गर्नु होला, स्टेट कहाँ हो, प्रोभिन्स नम्बर कति हो। त्यसपछि डिस्ट्रिक्ट चुज गर्नु होला, डिस्ट्रिक्ट कुन हो, एउटा डिस्ट्रिक्ट चुज गर्नुहोस्। त्यसपछि म्युनिसिपालिटी कुन हो, तपाईले यसरी डिस्ट्रिक्ट चुज गर्नु भएपछि तपाईको म्युनिसिपालिटी कुन हो त्यो पनि चुज गर्नुहोस्। वडा नम्बर कति छ त्यो पनि चुज गर्नु होला है। त्यसपछि टोलको नाम पनि एउटा दिनु होला। त्यसपछि स्टेप 4मा तपाईले ब्याङ्क अकाउन्ट दिनु होला। ब्याङ्कको तपाईँ कुन ब्याङ्कमा तपाईको खाता छ त्यो ब्याङ्क दिनु होला। त्यसपछि तपाईको ब्याङ्क अकाउन्ट टाइप कुन हो, सेभिङ हो कि तपाईको के छ, तपाईको ब्याङ्कको खाताहरू टाइप कुन टाइपको हो त्यो चुज गर्नु होला। र यसरी करेन्ट हो कि सेभिङ हो चुज गर्नु होला अकाउन्ट टाइप। त्यसपछि अकाउन्ट नम्बर दिनु होला। अकाउन्ट नम्बर चाहिँ तपाईले हाम्रो नोटबुकमा अघि हामीले टिपिराखेका छौँ, त्यो नोटबुकमा भएको अकाउन्ट नम्बरलाई चाहिँ हामीले यसरी ब्याङ्क अकाउन्ट नम्बर चाहिँ यसरी हामी कपी गर्छौँ। यसलाई चाहिँ कपी गर्छौँ र उता गएर हामी यसलाई पेस्ट गर्छौँ। यसरी पेस्ट गरिदिनु होला, अथवा तपाईँलाई थाहा छ भने त्यसलाई लेखिदिनु होला, पेस्ट गर्नु होला। र लास्टमा यहाँनिर बिओआइडी छ। 4 नम्बरको स्टेपमा बिओआइडीलाई तपाईँले आफ्नो मेरो सेयरबाट नि लिन सक्नुहुन्छ, नभए बिओआइडीलाई यसरी कपी गर्नुहोस्, तपाईँलाई थाहा हुनुपर्छ। र यहाँनिर पेस्ट गर्नुहोस्। यहाँनिर पेस्ट गर्नुभएपछि यहाँनिर नेक्स्ट गर्नुहोस्। नेक्स्ट गर्नुभएपछि तपाईले यहाँ 5औं नम्बरको लास्ट स्टेपमा तपाईले डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ। यसमा तपाईको बर्थ सर्टिफिकेट छ भने माइनरको केसमा बर्थ सर्टिफिकेट अपलोड गर्नु होला, छैन भने पर्दैन। अर्को सिटिजनसिपको फोटोहरू यसरी क्लिक गर्नुहोस् अनि सिटिजनसिपको फोटोहरूलाई यसरी अपलोड गरिदिनुहोस्। 2 साइड छ भने 2टा फोटो अपलोड गरिदिनु होला, यहाँ प्लस थिचेर, छैन भने यहाँ परेन, एकै साइडमा छ भने परेन। त्यसपछि प्यान छ भने प्यान पनि अपलोड गर्नुहोस्, छैन भने परेन। केवाइसी फर्म जुन अघि हामीले लेखेको केवाइसी फर्मलाई हामीले यहाँ यो केवाइसी फर्मलाई अपलोड गरिदिनुहोस्, यसरी अपलोड हुन्छ। त्यसपछि फोटोलाई यो पीडीएफमा हुनुपर्छ है, सबै याद गर्नुहोस्। एउटा फोटो अपलोड गर्नु भन्छ, तपाईको एउटा फोटो खिच्ने, एउटा फोटोलाई तपाईले चाहिँ यहाँनिर लाइब्रेरीबाट चाहिँ कस्तो खालको यस्तो एउटा तपाईले आफूले नागरिकता समय राखेको फोटो है, एउटा नागरिकता आफूले समय राखेको फोटो। जस्तो कि यहाँ हेर्नुहोस्, म एउटा इक्जाम्पलको लागि तपाईलाई एउटा फोटो देखाउँछु। यो यस्तो फोटो नागरिकतालाई यसरी समाएर अथवा कुनै परिचय पत्रलाई यसरी समाएर खिचेको फोटो चाहिँ तपाईले अपलोड गर्नुपर्ने हुन्छ, त्यहाँनिर अपलोड गर्नु होला। त्यसपछि लास्टमा छ कम्पनी रजिस्ट्रेसन। कम्पनी रजिस्ट्रेसनमा चाहिँ तपाईले हाम्रो अघि लास्टमा हामीले भरेको फर्म जुन टिएमएस को फर्मलाई हामीले अपलोड गरिदिनु होला। यो टिएमएस को फर्म अपलोड हुन्छ। यसरी सबै फर्महरुले तपाईले फर्म र डकुमेन्टहरुलाई चाहिँ अपलोड गरिसक्नु भएपछि अब तपाईले यसलाई सबमिट गरिदिनु होला। सबमिट भएपछि तपाईलाई केही दिनमा नै ब्रोकरले चाहिँ तपाईलाई चाहिँ मेल पठाउँछ, जसबाट चाहिँ तपाईले एउटा युआरएल पाउनुहुन्छ। त्यो युआरएल मार्फत चाहिँ तपाईले पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ। त्यो रिसेट पासवर्ड गर्नु भएपछि तपाईले चाहिँ टिएमएस को अनलाइन सर्भिस पाउनु हुनेछ। अब त्यसपछि तपाईले यो फर्म सबमिट गर्नु भएपछि तपाईले ब्रोकरलाई एकचोटी कल पनि गर्नु होला। त्यो ब्रोकरले कल गरेर मैले फर्म अनलाइनबाट यसरी भरेको छु, मलाई त्यो
चाँडै नै गरिदिनुहोस् मेरो काम भनेर चाहिँ उहाँलाई एकचोटि कल पनि गर्नु होला। कल चाहिँ तपाईँले नर्मल्ली चाहिँ तपाईँले कल चाहिँ बिहान 10 बजीदेखि 11 बजीभित्र वा बेलुका 3 बजीदेखि साँझ 3 बजीदेखि 5 बजीसम्म चाहिँ तपाईँले गर्नु होला। किन भन्दाखेरि 11 बजीदेखि 3 बजीसम्म चाहिँ तपाईँको मार्केट खुल्ने भएकोले ब्रोकरहरू एकदमै बिजी हुन्छ, तपाईँको फोन नउठ्न सक्छ। त्यसैले तपाईँले फोन गर्ने समय पनि त्यो टाइममा चाहिँ तपाईँले गर्नु होला है त। अब तपाईँले यो एउटा प्रोसेस भयो। अब तपाईँले अर्को प्रोसेस चाहिँ के हो भने तपाईँले यो 5 नम्बरको स्टेपमा आएर तपाईँले यो डकुमेन्टहरूमा अपलोड गर्नमा प्रब्लम हुनसक्छ। किनभने तपाईँको यहाँ कुनै डकुमेन्टहरू जेपीजीमा चाहिन्छ, कुनै चाहिँ पीडीएफमा खोजेको हुन्छ। यो तपाईँ सबै डकुमेन्टहरूलाई चाहिँ तपाईँलाई अपलोड गर्न धेरै गाह्रो पनि हुनसक्छ। तपाईँलाई धेरै गाह्रो भयो भने तपाईँले यो 4 नम्बरसम्मको स्टेपलाई तपाईँले कम्प्लिट गरेर तपाईँले यसलाई सबमिट गरिदिनु होला 5 नम्बरकोलाई छोडेर। अनि 4 नम्बरको यो 5 नम्बरमा जति पनि चाहिँ खोजेको डकुमेन्टहरूलाई चाहिँ तपाईँले चाहिँ फोटो खिचेर यसलाई प्रिन्ट गर्नुहोस्। त्यो अघिको हाम्रो फर्मलाई चाहिँ केवाइसी फर्म र टिएमएस फर्म दुईटालाई चाहिँ प्रिन्ट गरेर चाहिँ तपाईँले यसलाई फोटो खिचेर तपाईँले पुरै भरेर पेनले भरेर अनि फोटो खिचेर मोबाइलमा फोटो खिचेर अनि त्यो कम्पनीको मेलमा इमेल एड्रेसमा तपाईँले पठाइदिनु होला। अनि मैले अलरेडी अनलाइनमा खोलिसकेको छु, बाँकी डिटेल दिइसकेको छु, मेरो डकुमेन्ट यो हो भनेर तपाईँले मेलमा पठाइदिनु होला र भोलिपल्ट बिहान तपाईँले फोन गरेर भन्नु होला, जानकारी गराउनु होला। त्यति गराएपछि उहाँहरूले अपडेट गरिदिनु हुनेछ। तर यदि तपाईँलाई अब यहीँबाट गर्नु छ भने चाहिँ तपाईँले यो जेपीजीमा लानु पर्यो अथवा पीडीएफमा लानु पर्यो भने चाहिँ तपाईँले यो आई लभ पीडीएफ भन्ने एपलाई फेरि खोल्नु होला र तपाईँले यहाँनिर टुल्समा तलमुनि टुल्समा जानु होला। टुल्सबाट तपाईँले यहाँनिर इमेज टु पीडीएफ हैन, अफिस टु पीडीएफ, कम्प्रेस पीडीएफको साइजहरू ठुलो भयो भने यहाँबाट घटाउन सक्नुहुन्छ। यसरी फाइलहरू चुज गरेर तपाईँले जेपीजीबाट पीडीएफबाट जेपीजीमा सबै डकुमेन्ट यहाँबाट लान मिल्छ। तपाईँले यहाँबाट लगेर सेभ गरेर अनि अपलोड गरेर चाहिँ तपाईँले चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ। तपाईँले ब्रोकरको डिटेल्सहरू अनलाइनमा खोज्न सक्नुहुन्छ। तपाईँले फोन नम्बरदेखि इमेल एड्रेसदेखि सबै त्यहाँ पाउनुहुन्छ। त्यहीँबाट तपाईँले सर्च गर्नु होला। ल त साथीहरू, आजको भिडियो केही लामो भए तापनि हाम्रो भिडियोले तपाईँलाई केही न केही अवश्य सहयोग गर्नेछ र आजको हाम्रो भिडियोलाई यदि मन पराइदिनु भयो भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।